लिखित परीक्षा दिएर बस्नुभएका सम्पूर्ण क्यान्डिडेटहरूलाई चाहिँ अब यस पछाडिको परीक्षा टिओ जिटिओ र आइओमा के हुन्छ र यसको चाहिँ वास्तविक शर्तहरू के हुन् यो विषयमा तपाईँलाई आज म प्रश्न पार्न गइरहेको छु। सर्वप्रथम त हामीले चाहिँ मन वचन र कर्म हुन्छ। सबैभन्दा पहिले एउटा कुनै पनि एउटा चाहिँ नि युद्धको योद्धा बन्नको लागि चाहिँ मन कस्तो हुनुपर्छ, वचन कस्तो हुनुपर्छ र कर्म कस्तो हुनुपर्छ त्यो विषयलाई चाहिँ चर्चा गर्न गइरहेको छु। वास्तवमा चाहिँ टिओ टेक्निकल अफिसर, टिओमा चाहिँ के हुन्छ भनेपछि तपाईँको चाहिँ मनको कुरा तपाईँले लेखेर व्यक्त गर्नुपर्ने हुन्छ। यसमा तपाईँको सबैभन्दा पहिला पिआइक्यू फर्म भनेको चाहिँ तपाईँको वास्तविक डिटेलहरू के छ त, तपाईँले नाम, तपाईँको ठेगाना, तपाईँको क्वालिफिकेसन, अनि तपाईँको आफ्नो परिवारको सदस्यहरू कति हुनुहुन्छ र तपाईँको एक्सपिरियन्स के छ, हबी के छ, तपाईँको चाहिँ एक्स्ट्रा एक्टिभिटिज के छ, यावत कुराहरू चाहिँ समेटिएको हुन्छ। त्यसको आधारमा चाहिँ तपाईँलाई पछि आइओमा प्लस जिटिओमा तपाईँको चाहिँ सम्पूर्ण कुराहरू क्यालकुलेसन गर्ने गरिन्छ। यसको चाहिँ समय 15 मिनट हुन्छ। यो फर्म भर्ने 3वटा फर्म भर्नुपर्ने हुन्छ। यसमा पिआइक्यू फर्ममा तपाईँलाई जम्मा 15 मिनट दिन्छ। तत्पश्चात तपाईँको चाहिँ अब टिओको परीक्षाहरूमा सबैभन्दा पहिलो टेस्ट टिएटी भनेको चाहिँ थेमेटिक एप्रिसिएसन टेस्ट। यसमा चाहिँ तपाईँलाई भिजनरी र रिएक्सनरी गरी तपाईँलाई जम्मा 11वटा पिक्चर प्लस 1 एउटा ब्ल्याङ्क पिक्चर देखाइन्छ, जसमा चाहिँ तपाईँले त्यसमा करिब 5वटा तपाईँको भिजनरी, 6वटा रिएक्सनरी प्लस एउटा ब्ल्याङ्क पिक्चर गरेर टोटल 12वटा भिडियोहरू हामीले चाहिँ तपाईँलाई चाहिँ प्रत्येक 4-4 मिनटको फ्रकमा 30 मिनट तपाईँको 30 सेकेन्ड चाहिँ के गरिन्छ त एउटा त्यहाँ थेम देखाइन्छ। त्यो थेम अनुसार तपाईँले व्याख्या गर्नुपर्ने हुन्छ, जसलाई तपाईँले कसरी फ्रेमिङ गर्नुपर्ने हुन्छ त्यो कुराहरू त्यहाँ उल्लेख गरिएको छ। र त्यसै गरी तपाईँको चाहिँ टिएटी पश्चात तपाईँको डब्लुएटी वर्ड एसोसिएसन टेस्ट, जसमा तपाईँलाई चाहिँ 60वटा वर्डहरू त्यहाँ देखाइन्छ र प्रत्येक वर्डको चाहिँ 15 सेकेन्डमा चाहिँ तपाईँको चाहिँ चेन्ज हुन्छ। त्यसमा चाहिँ तपाईँको आफ्नो क्विक रिएक्सनमा चाहिँ तपाईँले वर्ड बनाउनु पर्ने हुन्छ। तत्पश्चात तपाईँको चाहिँ एसआरटी सिचुएसन रिएक्सन टेस्टको चाहिँ परीक्षा लिन्छ, जसमा चाहिँ तपाईँलाई 60वटा प्रश्न एउटा बुकलेट दिन्छ। त्यसमा रिएक्सन कस्तो गर्नुहुन्छ तपाईँले, क्विक रिएक्सन तपाईँले एसआरटीमा सिचुएसनमा कुन सिचुएसनमा कस्तो चाहिँ तपाईँले लेख्नुहुन्छ, तपाईँको रिटर्नै हो कसरी लेख्नुहुन्छ भन्ने कुराको चाहिँ यावत कुराहरू तयार गरिएको हुन्छ। र तत्पश्चात तपाईँको जुन 60वटा क्वेसन भ्याउन पश्चात तपाईँलाई चाहिँ एसटिटी सेल्फ इस्टिमेसन टेस्ट, तपाईँमा चाहिँ त्यसमा 5वटा तथ्यगत कुराहरू लेख्नुपर्ने हुन्छ, जसमा चाहिँ तपाईँको परिवार प्यानोनी ओपिनियन, तपाईँको परिवारले तपाईँले कस्तो लेख्नुहुन्छ त्यो लेख्नुपर्ने हुन्छ। तत्पश्चात तपाईँको चाहिँ स्कुलको टिचरले तपाईँले कस्तो देख्नुहुन्छ, टिचरको नजरमा कस्तो हुनुहुन्छ। तत्पश्चात तपाईँको फ्रेन्ड, तपाईँको साथीहरूले चाहिँ तपाईँले कसरी क्यालकुलेसन गर्नुहुन्छ त्यो पनि लेख्नुपर्ने हुन्छ। र त्यो पश्चात तपाईँको ओन ओपिनियन, तपाईँले आफूलाई चाहिँ कसरी लिनुहुन्छ, तपाईँ कस्तो व्यक्ति हो, ओन ओपिनियन त्यहाँ लेख्नुपर्ने हुन्छ। र तपाईँको विकनेस एन्ड स्ट्रेन्थ, तपाईँको सबैभन्दा कमजोरी पक्ष र बलियो पक्ष के छ त, यो विषयमा चाहिँ तपाईँको टोटल यो लेख्ने समय चाहिँ 15 मिनटको हुन्छ। यसै गरी यो टिओको इक्जाम 4वटा हुन्छ तपाईँको सबै गरेर। सबैभन्दा पहिले टिएटी, त्यस पछाडि डब्लुएटी, त्यस पछाडि एसआरटी र अन्त्यमा चाहिँ एसटिटी हुने गर्छ। यसै गरी अब यसको आधारमा चाहिँ तपाईँले कस्तो लेख्नुभयो, तपाईँको चाहिँ टिओको इक्जाम कस्तो भयो भन्ने कुरा चाहिँ तपाईँले बुझ्नु जरुरी छ। टिओमा तपाईँको स्पेसली चाहिँ तपाईँको चाहिँ जुन अफिसर लेभल क्वालिटी जुन 15वटा हुन्छ, यसमा चाहिँ तपाईँको चाहिँ देखियो वा देखिएन भन्ने कुरा चाहिँ प्रुफको लागि चाहिँ आइओमा तपाईँको यसबाट छानबिन गर्नको लागि चाहिँ आइओले पनि त्यहाँनिर तपाईँले त्यही क्वालिटी चेक गर्नको लागि त्यही किसिमको क्वेसनहरू सोध्ने गर्दछ। आइओ भनेको तपाईँको एउटा इन्टरभ्युङ अफिसरको कुरा हुन्छ त्यहाँनिर। र तपाईँको चाहिँ क्यालकुलेसन तपाईँको चाहिँ यो पछि नै गर्छु भनेर चाहिँ हुँदैन। यो भनेको तपाईँको चाहिँ नि मोर्निङ सो द डे, जसरी चाहिँ तपाईँको चाहिँ नि जुन एउटा बोर्डिङ डिजायर भित्रैदेखिको जुन सानो घरमा तपाईँले एउटा पहिलो पाठशाला भनिन्छ, एउटा कुनै पनि व्यक्ति पहिलो पाठशाला घरको रूपमा लिन्छ, कस्तो संस्कार सिक्नुभयो त्यो कुरामा डिपेन्ड गर्छ। र दोस्रो तपाईँले चाहिँ विद्यालय, तपाईँको वातावरण, तपाईँको साथीको सरसङ्गत कस्तो छ के छ त्यो कुराले पनि तपाईँलाई चाहिँ डिटर्मिनेसन गर्दछ। र तपाईँको अब रह्यो जिटिओ भनेको के हो त, मन वचन र कर्म। मैले तपाईँलाई भनिसकेँ, मनको कुरा तपाईँले लेख्नुभयो त्यो टिओमा लेख्नुभयो। अब तपाईँको वचनको कुरा तपाईँको कहाँनिर आयो त, तपाईँको वचनको कुरा भनेको चाहिँ आइओमा इन्टरभ्युङ अफिसरले चाहिँ वचन तपाईँले भोइसद्वारा चाहिँ एउटा इन्टरभ्युङ फेस गरेर चाहिँ तपाईँले बोल्नुभयो त्यहाँनिर। र तपाईँको अब आयो जिटिओ त स्पेसियली भनेको चाहिँ एउटा ग्राउन्डमा गरिने एउटा टास्क हो। मन पनि गइसक्यो, वचन पनि गइसक्यो, अब कर्म तपाईँले त्यहाँ लेखेको कुराहरू तपाईँले व्यवहारमा कसरी भन्नुभयो त्यो चाहिँ आइओले भन्यो। अब तपाईँको के भयो त जिटिओ, ग्राउन्डमा कसरी देखाउनुहुन्छ, तपाईँले भन्नुभएको कुरा तपाईँले व्यवहार गर्न सक्नुहुन्छ या सक्नुहुन्न। तपाईँले लर्निङ बाई डुइङ भनिन्छ नि, एउटा लर्न गरेको कुरालाई चाहिँ डुइङ गर्न सक्नुहुन्छ कि नै, तपाईँले जुन प्रत्यक्ष रूपमा देखाउनु पर्ने हुन्छ।
त्यो कुरालाई पनि हामीले विशेष ध्यानपूर्वक चाहिँ विभिन्न इभेन्टमा जसरी ग्रुप डिस्कसन टेस्ट हुन्छ डे 1 मा, त्यस पश्चात लेक्चरेट, त्यस पश्चात प्रोग्रेसिभ ग्रुप टास्क, हाफ ग्रुप टास्क, त्यसै गरी तपाईँको ग्रुप डिस्कसनमा पनि तपाईँको हाफ ग्रुप टास्कमा चाहिँ 6 जना, तपाईँको ग्रुप डिस्कसनमा 10 जना लिन्छ भने हाफ ग्रुप टास्कमा चाहिँ 6 जनामा लिन्छ। तपाईँ अगाडि लेक्चरेटमा गएर चाहिँ तपाईँ 3 मिनट बोल्नुपर्ने हुन्छ। तपाईँ एउटा सिस्टममा अगाडि गएर बोल्न सक्नुहुन्छ या सक्नुहुन्न, तपाईँको के छ त, तपाईँको नेतृत्व गर्ने क्षमता कस्तो छ, त्यो विभिन्न यावत कुराहरूलाई चाहिँ त्यहाँ हेरिन्छ। त्यसै गरी जिटिओ भनेको चाहिँ फिल्डमा गरिने कार्य हो। यो चाहिँ अब सबै कुराहरू सिक्नको लागि चाहिँ मेरो भिडियोलाई चाहिँ फलो सब्सक्राइब गर्दै गर्नु होला। अब त्यस पछाडि अनेक भिडियोहरू चाहिँ यहाँबाट तपाईँले प्रस्तुत गर्नेछु।